विद्यार्थीसँग लायन्स क्लब पथरीले न्यानोपन बाँडेको छ। पथरीमा स्थापित विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा न्यानो कपडा वितरण गरेका छन्। हिजो एक समारोहका बीच 4 वटा लायन्स क्लबले जाडो मौसममा न्यानोपन बाँड्ने उद्देश्य स्वरूप सम्पूर्ण विद्यार्थीहरूका लागि स्वेटर वितरण गरेको हो। हिमसागर चापागाई नेतृत्वमा रहेको लायन्स क्लब अफ पथरी, सावित्रा राज भण्डारी नेतृत्वको लायन्स क्लब अफ पथरी शनिश्चरी, बिन्दु राई नेतृत्वको लायन्स क्लब अफ पथरी क्रिएटिभ लेडिज र राजेन्द्र कार्की नेतृत्वमा रहेको लायन्स क्लब अफ हेल्थ प्रोफेसनलले संयुक्त रूपमा सो सामग्री वितरण गरेको हो। उच्च कदर गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ भनेर लेखिएको छ। मोरङ पथरी शनिश्चरी 4 मा रहेको सरस्वती आधारभूत विद्यालयका 217 जना विद्यार्थीका लागि सो न्यानो स्वेटर प्रदान गरेको हो। पथरी शनिश्चरी नगर प्रमुख मोहन प्रसाद तुम्बापुको प्रमुख आतिथ्यता र नगर शिक्षा शाखा प्रमुख नवीन फुलाल, वडा अध्यक्ष लोककिरण नेउपाने, 325C का चीफ एरिया कोअर्डिनेटर रोशन बुढाथोकी, एरिया कोअर्डिनेटर सञ्जीव बुढाथोकी, जोन चेयरपर्सन मुरारी आचार्य, क्लबका पूर्व अध्यक्षहरू गोमा बुढाथोकी, चमेली बेगा, देवी राई, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिकबहादुर बस्नेत सहित व्यवस्थापन समितिका पदाधिकारी लगायत क्लबका पदाधिकारी र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्बापुले प्राय सामुदायिक विद्यालयमा कम आय स्रोत भएका अभाव बुझेका विद्यार्थीहरू रहने बताउँदै यस्ता किसिमका सहयोगले ठूलो टेवा पुर्याउने बताउनु भयो। सामुदायिक विद्यालय भनेको चाहिँ यस्तै चाहिँ अब अलिकति पहुँच नभएका अलि विपन्न विद्यार्थीहरूकै संख्या बढी हुन्छ। यस अर्थमा पनि हामीले विभिन्न संस्था यस्ता खालका मानवीय संस्थाहरूले हेर्नुपर्ने पनि चाहिँ यस्तै ठाउँमा हो। कार्यक्रममा बोल्दै नगर शिक्षा शाखा प्रमुख नवीन बुढाथोकीले लायन्सको यस किसिमको कार्यले अभाव झेलिरहेका विद्यार्थीहरूलाई पठन पाठनमा समेत सहयोग पुग्ने बताउनु भयो। धेरै विद्यालयमा विद्यार्थी भाइ बहिनीहरू जाडोको समयमा न्यानो कपडा नलगाइकन विद्यालय आउँदै गर्दा विद्यार्थी भाइ बहिनीहरूको नियमित पठन पाठनमा समेत समस्या परेको हुनाले विगत वर्षहरूमा पनि लायन्स क्लबले थुप्रै हाम्रा सामुदायिक विद्यालयहरूमा थुप्रै प्रकारका सहयोगहरू गरेको छ र यो वर्ष 4 नम्बर वडामा अवस्थित सरस्वती आधारभूत विद्यालयलाई यस विद्यालयका शिक्षक मित्र आदरणीय विवेक नेउपाने सरको समन्वयमा उहाँहरूले छनौट गरी आज न्यानो कपडा वितरण गर्दै हुनुहुन्छ। यो अत्यन्तै अनुकरणीय काम गर्दै आउनु भएकोमा लायन्स क्लबमा आबद्ध सम्पूर्ण यहाँ उपस्थित आदरणीय लायन्स कर्मीहरूलाई म पथरी शनिश्चरी नगरपालिका शिक्षा शाखाको तर्फबाट हृदयदेखि नै विशेष धन्यवाद दिन चाहन्छु। चीफ एरिया कोअर्डिनेटर रोशन बुढाथोकीले लायन्सले सामाजिक कार्य अन्तर्गत विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेको र निरन्तर गरिरहने बताउनु भयो। क्षेत्रहरूमा विभिन्न क्षेत्रहरूमा काम गरिरहेका छौँ। विशेष गरी हामी स्वास्थ्य र शिक्षालाई जोड दिने गर्दै आएका छौँ र विगतमा पनि हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छौँ र यो विद्यालयको कार्यक्रमपछि हामी विवेकजी नै कोअर्डिनेटर बनेर एउटा भोजनको कार्यक्रम अर्गनाइज गर्दैछ लायन्स क्लब पथरीले र त्यो सम्भवतः हामी पथरी शनिश्चरी वडा नम्बर 10 मा गर्छौँ। यहाँ रहने हाम्रा वृद्ध आमा बुवाहरूलाई हामीले एक दिनको भोजन गराउने एउटा कार्यक्रम छ। स्वेटर वितरण कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पथरीका अध्यक्ष हिमसागर चापागाईले हामी सेवा गर्छौं भन्ने लायन्सको मन्त्र अनुरूप जाडोमा विद्यार्थीहरूलाई न्यानोपन बाँड्न पाउँदा प्रफुल्लित भएको बताउनु भयो। विद्यार्थीहरूलाई जाडो मौसममा सुरक्षित र सहज रहन सहयोग गर्ने उद्देश्यले एकत्रित भएका छौं। प्रिय विद्यार्थीहरू, तपाईहरू नै हाम्रो भविष्य, समाज र राष्ट्रका आधारभूत धरोहर हुनुहुन्छ। जाडो मौसमले शिक्षामा असर नपरोस्, कोही पनि चिसोले विचलित नहोस् र तपाईहरूको आत्मविश्वासका साथ आफ्नो अध्ययन र निरन्तर गर्न सक्नुहोस् भनेर लायन्स परिवारले यो सानो तर मनभरिको सहयोग प्रस्तुत गरिरहेका छौं। कार्यक्रममा 325C का चीफ एरिया कोअर्डिनेटर रोशन बुढाथोकी, क्लबका अध्यक्षहरू लगायतले समेत बोल्दै सामाजिक कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। स्वेटर वितरण पश्चात विद्यालयका प्रधानाध्यापक रामप्रसाद नेउपानेले क्लबका अध्यक्षहरूलाई प्रशंसा पत्र प्रदान गर्दै पुण्यको कार्यमा लागिरहन उत्प्रेरित गर्नुभयो। प्रधानाध्यापक रामप्रसाद नेउपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिकबहादुर बस्नेत र प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापो, पथरी शनिश्चरी नगरपालिकाद्वारा हस्ताक्षरित रहेको छ।